आवा रिन्डु साया तिमी मलाई सम्झिन्छौ। साया सायाङ आवा म तिमीलाई माया गर्छु। jangan tinggalkan saya मलाई छोडेर नजाऊ। आवा रिन्डु साया आवा रिन्डु साया तिमी मलाई सम्झिन्छौ। साया सायाङ आवा साया सायाङ आवा म तिमीलाई माया गर्छु। jangan tinggalkan saya jangan tinggalkan saya मलाई छोडेर नजाऊ। आवा भनेको तिमी अथवा तपाई, रिन्डु भनेको सम्झनु, साया भनेको म, सायाङ भनेको मायालु प्रिय, आवा भनेको तपाई। jangan tinggalkan छोडेर नजाऊ साया मलाई। saya perlukan आवा मलाई तिमी चाहिन्छ। आवा di mana sekarang तिमी अहिले कहाँ छौ। jangan marah ya नरिसाऊ है। saya perlukan आवा saya perlukan आवा मलाई तिमी चाहिन्छ। आवा di mana sekarang आवा di mana sekarang तिमी अहिले कहाँ छौ। jangan marah ya jangan marah ya नरिसाऊ है। saya म अथवा मलाई perlukan चाहिन्छ। आवा तिमी अथवा तपाई, माना भनेको कहाँ, sekarang भनेको अहिले। jangan marah नरिसाऊ मारा भनेको रिसाउनु, jangan marah भनेको नरिसाऊ। या है आवा cinta pertama saya तिमी मेरो पहिलो माया हौ। saya tak boleh lupa आवा म तिमीलाई बिर्सन सक्दिन। saya minta maaf मलाई माफ गरिदेऊ। आवा cinta pertama saya आवा cinta pertama saya तिमी मेरो पहिलो माया हौ। saya tak boleh lupa आवा saya tak boleh lupa आवा म तिमीलाई बिर्सन सक्दिन। saya minta maaf मलाई माफ गरिदेऊ। आवा तिमी अथवा तपाई, चिन्ता भनेको माया, pertama भनेको पहिलो, saya भनेको म, tak boleh भनेको सक्दिन, lupa भनेको बिर्सनु, आओ भनेको तिमी। saya minta maaf saya minta maaf मलाई माफ गरिदेऊ। minta भनेको माग्नु, माफ भनेको माफी। आवा sibuk का तिमी व्यस्त छौ। jaga diri baik-baik आफ्नो ख्याल राख। saya akan tunggu आवा म तिमीलाई पर्खने छु। आवा sibuk का तिमी व्यस्त छौ अथवा तपाई व्यस्त हुनुहुन्छ। jaga diri baik-baik jaga diri baik-baik jaga भनेको ख्याल
डिरी भनेको आफ्नो, बाइक भनेको राम्रोसँग। जग्गा डिरी बाइक आफ्नो ख्याल राख। saya akan tunggu awa। saya akan tunggu awa म तिमीलाई पर्खने छु। तुङ्गु भनेको पर्खनु, आकान तुङ्गु भनेको पर्खने छु। आकान शब्दको अर्थ भविष्यकालमा लाग्छ। सिबुक भनेको व्यस्त, जग्गा भनेको ख्याल गर्नु, डिरी भनेको आफ्नो, बाइक भनेको राम्रो। आवा selalu di hati saya। तिमी सधैँ मेरो मनमा छौ। आवा penting dalam hidup saya। तिमी मेरो जीवनको अति महत्त्वपूर्ण व्यक्ति हौ। आवा paham saya। तिमी मलाई बुझ्छौ। आवा selalu di hati saya। आवा selalu di hati saya। तिमी सधैँ मेरो मनमा छौ। आवा penting dalam hidup saya। आवा penting dalam hidup saya। तिमी मेरो जीवनको अति महत्त्वपूर्ण व्यक्ति हौ। आवा paham saya। आवा paham saya। तिमी मलाई बुझ्छौ। आवा तिमी selalu सधैँ di hati मनमा, हाती भनेको मन, di hati भनेको मनमा, penting भनेको महत्त्वपूर्ण, dalam भनेको भित्र, hidup भनेको जीवन, paham भनेको बुझ्नु। saya gembira jumpa awa। तिमीलाई भेटेर खुसी लाग्यो। saya bangga dengan awa। म तिमीमा गर्व गर्छु। saya janji akan jaga awa। म वाचा गर्छु कि तिमीलाई ख्याल राख्छु। saya gembira jumpa awa। saya gembira jumpa awa। तिमीलाई भेटेर खुसी लाग्यो। saya bangga dengan awa। saya bangga dengan awa। म तिमीमा गर्व गर्छु। saya janji akan jaga awa। saya janji akan jaga awa। म वाचा गर्छु कि म तिमीलाई ख्याल राख्छु। gembira भनेको खुसी, जुम्पा भनेको भेट्नु, आवा भनेको तिमी अथवा तपाईँ, बाङ्गा भनेको गर्व गर्नु, dengan भनेको सँग, जान्जी भनेको बाचा, जग्गा भनेको ख्याल राख्नु। साथीहरू आजको भिडियो कस्तो लाग्यो? सल्लाह सुझावको लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला र मलेसियाको मलय भाषा सिक्नको लागि साथीहरू च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला।